नमस्कार साथीहरू, सम्पूर्ण आमाबुवा तथा दिदीबहिनी दाजुभाइहरूमा। हाम्रो केपी बाले भाषण दिइरहनु भएको छ, त्यो सुनेर अलि त्यसको जवाब चाहिँ पछि दिन्छु, सुनेर साथ दिनु होला। बालेन झापा आएका होइन ल्याइएको हो उनलाई भन्दै हुन्छ कि तपाईँले पनि कतिपटक भन्नुभएको छ जस्तो लाग्छ। कसरी आफै त कसरी आयो होला त? यस्तो भुङ्रालोमा हालिदियो जहाँबाट उम्किन सम्भवै छैन। 64 सालको दृश्य चाहिँ फेरि झापा 5 मा दोहोरिँदैन। त्यस बेलाका कारणहरू बेग्लै थिए। हार त हुँदो रहेछ नि जिन्दगीमा। अहिले नहार्ने पो भनिरहेको छु त म। यो ठाउँमै आउनु पर्दैन थियो। हाम्रो पार्टीको कार्यकर्तासँग कतै पनि भिडे काफी हुन्थ्यो, ठिक लागिहाल्थ्यो नि। तपाईँसँगै हार्दा मजा हारे नि त, फेरि जित्दा पनि तपाईँलाई जित्दा मजा भन्ने छ भएको। होइन, जित्ने त कुरै नगरौँ न। फेरि हाइपोथेटिकल पनि हुँदै हुँदैन, हामीले मात्रै जित्ने कुरा हो। भदौ 23-24 घटनाका विषयमा तपाईँले धेरै पटक बोलिसक्नु भएको छ। कहीँनिर कतै कुनै कुनामा तपाईँलाई यो चाहिँ गल्ती भयो है भन्ने खालको त्यस्तो कि 2-3टा कुनै कमजोरी छ? म प्रधानमन्त्री पदमा हुनु गल्ती हो, अरू त केही गरेकै छैन। प्रधानमन्त्री पदमा हुने बाहेक मैले गोली चलाएको हो र? काङ्ग्रेसका उपसभापति के साह्रो घमण्डे हौ केपी बा। यति साह्रो घमण्ड चाहिँ नगर। मैले जित्छु, झापा 5 मैले जित्छु, कौनोले लिएर बालेनलाई फालिदियो अरे। त्यहाँ के कुनै वस्तु हो र कुनै चिज हो र बालेन सर फाल्नलाई? केपी बा मैले जित्छु यही लत लगाइरहनु भएको छ त मुखमा। घन्टीकै विरोध गर्नुभएको छ, बालेन रविकै विरोध गर्नुभएको छ त। बालेन रवि त चुप्प लाएर आफ्नो घन्टी बजाउँदै हिँडेको नि त। जसलाई दिन मन लाग्यो दिन्छन्, घन्टीलाई जिताउँछन्, दिन मन लाग्यो दिन्नन्। तिम्रो चाहिँ के खुइल्यो हो केपी बा? आफैले भन्छौ त मैले गोली चलायो र भनेर। थाहा त रहेछ त गोली आफैले चलायो भन्ने, आदेश आफैले दियो भन्ने। किन भनिरहनु पर्यो? भर्खरको भिडियोमा भने त गोली मैले चलायो र। लास्टमा के हो? मैले चलायो भनेपछि त्यही त हो नि। आफै नगए पनि अरूलाई चलाउनु लगा त हो केपी बा। वाइयत कुरा गर्छन् यार केपी बाले पनि। हो साथी हो, केपी बालाई सम्झाओ त। मेरो त खोपडी सन्केको छ हो यो केपी बाको कुरा सुन्दा नि। साथी हो, मलाई यति भनिदिनु त, कौवा बाँठो भयो भने के खान्छ अरे? हो, बालेनको अगाडि केपी बाँठो भइरहेका छन्। मैले जित्छु चुनाव पाउन पाएन, मैले जित्छु। बाँठो कौवाले के खान्छ थाहा होला नि? हो त्यही हो। यति सम्झिनु साथी हो, सम्झाउनु केपी बालाई पनि। झापा 5 मैले जित्छु जितेर देखा भने बल्ल भन न हौ केपी बा। के पहिले पकर गरिराखेको त?